ड्याडी चाहिँ बिहानै सब्जी टिप्न गइसक्नु भएको थियो। अनि यता चाहिँ ठेबारी चिया खानु हुँदै थियो। र हेलो साथीहरू, सेवा स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला? म एकदमै आरामै छु। अनि आज चाहिँ सब्जी टिप्नु पर्ने दिन। मम्मी र ड्याडी चाहिँ अघि नै गइसक्नु भयो अनि म पनि जाँदैछु। अनि आजको वेदर चाहिँ कति धेरै राम्रो के, घाम पनि ठिक्क लागिरहेको थियो अनि हावा पनि चलिरहेको थियो। अनि गाउँघरमा चाहिँ भनेको जस्तो र सोचेको जस्तो केही पनि हुँदैन के। म भोलिदेखि चाहिँ छिट्टै भिडियो अपडेट गर्छु भन्छु, तर हुँदैन के गर्दा गर्दा ढिलो भइहाल्ने के। अनि चाहिँ सुन्तलाको बोट कति धेरै फलिरहेछ नि त। अनि चाहिँ स्याउको बोट एकदम फुलेको थियो तर फलै रहेन के। अनि म चाहिँ भिडियो बनाउन थालेको पनि कति धेरै भइसक्यो, तर पनि मलाई अझै पनि भिडियो एडिट गर्न आएकै छैन के। भन्दै हामीले चाहिँ खोर्सानी पनि टिपेर सकायौँ। अनि फेरि काँक्रा र करेला टिप्न चाहिँ बाँकी नै थियो नि त। अनि मम्मी र म चाहिँ काँक्रा टिप्न चाहिँ गयौँ। अनि म चाहिँ टिप्ने, मम्मी चाहिँ बोक्ने गर्नुभयो। अनि फेरि करेला टिप्न आयौँ। अनि मेरो चाहिँ हाम्रो चाहिँ बिरालोले पनि सब्जी टिप्न जान सघाउँछ के। अनि खाना खाएर चाहिँ बाख्रा खोल्नु पर्ने हुन्छ नि त। अनि म चाहिँ बाख्रा खोलेर जाँदैछु। अनि अघिसम्म चाहिँ कस्तो घाम लागिरहेको थियो, अहिले चाहिँ हेर्नु न फेरि कत्रो पानी आइहाल्यो कि। अनि म पनि के कम भनेर नेपाली छाता जिन्दाबाद भनेर ओढेको थिएँ, फेरि एकछिनमा त घाम पो लाग्यो कि। अहिले चाहिँ घाम पानी भइ नै रहेको छ, मौसमहरू पनि के हो के। अनि भन्दै मेरो चाहिँ बाख्रा पनि अगायो। अनि अब चाहिँ थुन्नु पर्ने हुन्छ। अनि म चाहिँ बाख्रालाई ल्याएँ अनि गाडी पनि आयो सब्जी लिनलाई। भन्दै आजलाई चाहिँ यति नै, बाई बाई साथीहरू।